हेलो गाइस, लासु सबैलाई नमस्ते। म फेरि पनि आइसकेछु मेरो न्यू डे न्यू भिडियोको साथमा। अनि आजको ब्लगको सुरुवात चाहिँ बिहानीबाट तपाईहरुको माझमा। अनि अहिले चाहिँ बिहानको ठ्याक्कै 5 बजेर कति त्यस्तै टाइम भएको छ साथीहरु। अनि आज चाहिँ केको लागि ब्लग भन्ने कुरा चाहिँ तपाईहरुको सामु ल्याउने नै छु, किनभने अहिले अब हामी जाँदै छौं। मेरो भाइ र म चाहिँ अलिकति थोरै भए पनि यात्रा हुँदैछ। साथीहरु केको लागि कस्तो भने चाहिँ भिडियोमा ल्याउने छु साथीहरु। आजको दिन तपाईहरुको शुभ रहोस्, शुभ दिन, शुभ बिहानी। अनि आज तपाईहरुले चिताउनु भएको, सोच्नु भएको सबै योजनाहरु पूरा भएको साथीहरु। अनि आज चाहिँ हामी यसरी जाँदैछौं दिदीभाइ र हामीलाई शुभ यात्रा तपाईहरुको तर्फबाट आफैले दिदैछु, किनभने यो ब्लग त बेलुका मात्रै पोस्ट हुने गर्दछ। त्यसै कारणले गर्दाखेरि आउनुहोस् आजको दिनैभरि कस्तो के हुन्छ हामी सँगसँगै हेर्दै भिडियोमा साथ सपोर्ट गरिकिन सहायता गरिदिनुहोस्। जति पनि नयाँ साथीहरु हुनुहुन्छ यो भिडियोमा जोडिनु भएको छ तपाईहरुलाई विशेष धन्यवाद भन्दै यो भिडियो मार्फत चाहिँ के भन्न चाहन्छु भने मेरो च्यानललाई चाहिँ लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। पुरानो साथीहरु पनि भिडियोलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न लाइक, कमेन्ट गरिकिन शेयर गर्न चाहिँ भिडियोलाई शेयर गर्न नभुल्नुहोस् भन्दै आजको दिनको सुरुवात गर्दछु साथीहरु। ल अब आज हामी चाहिँ जाँदैन साथीहरु, कहाँसम्म जान्छौं भन्ने छैन अहिले, किनभने म बाटोमा जाँदै जाँदै देख्नुहुन्छ। अहिले नै भन्यो भने त सरप्राइज हुँदैन नि त साथीहरु। त्यसकारणले गर्दाखेरि हेरौँ है त, लेट्स सी। हेलो गाइस, ल अब हामी चाहिँ हिँडेको दिदीभाइ साथीहरु। अब भिडियोमा हामी आउने छौं। यहाँ हेरिहाल्नु होला फेरि लुक्स चाहिँ मान्छेहरुको खतरा छ नि ड्राइभर आजको। ल साथीहरु हामी गयौं। साथीहरु हामी चाहिँ माथि आइसक्यौं। आजको सरप्राइज डे चाहिँ यही हो साथीहरु हाम्रो। ल यहाँ होला यता सानो मन्दिर अनि उता ठुलो मन्दिर छ उता। साथीहरु अब हामी चाहिँ यहाँ आइपुगेर पूजा गरेर अब यता माथितिर जाँदैछौँ। हेरिहाल्नु होला साथीहरु, रातो रातो टिका पनि लाएर। अनि मेरो भाइ चाहिँ फुलको ढाकीहरू बोकेर हिँड्दैछ यसरी। यहाँले ब्याग यहाँ हेरिहाल्नु होला पोखरी हाँसहरू पौडी खेलिरहेछ। कम्ती राम्रो छ र साथीहरु। अनि आज चाहिँ कस्तो भयो भने साथीहरु के अरे टाउको दुख्यो क्या धेरै मेरो चाहिँ चिसो हावाले। तर पनि केही छैन, घाम लाग्दैछ। यहाँ हेर्नु शीत परेर चिसो बिहानको। अनि हामीलाई चाहिँ बाटोमा आउँदा के भयो भने हामीसँग लाइसेन्स थिएन नि त साथीहरु। त्यही भएर त्यहाँ जोरकलसमा चाहिँ हामीलाई चिट काट्न पर्यो। त्यो चिट पनि यहाँ ब्यागमा छ के साथीहरु, म तपाईहरुलाई देखाउँछु ल।
हेरिहाल्नु ल साथीहरू यहाँ चिज पनि यो हाम्रो आजको यात्राको लाइसेन्स नभएको जुर्माना भरेको हाम्रो साथीहरू कस्तो आनन्द हेर्दै आनन्द सिनहरू निकै माथिसम्म पुग्नुपर्ने साझा साथीहरू तपाईँहरू पनि भिडियो मार्फत माता पार्थिवराको दर्शन गर्न सक्नुहुनेछ तपाईँहरूकै लागि भनेर म आएको छु त नभन्नु होला म आफ्नै लागि स्वयं आफ्नै लागि आएको आउनु चाहिँ उकालो छ सिँढी यहाँ अस्ति आउँदा त्यस्तो थिएन यतापट्टि पनि सिँढी बनाएको छ कस्तो राम्रो यता तर उयो रहेछ नि सजिलो सर्टकट फुलहरू पनि बेच्नु राखेको रहेछ यहाँ त नर्सरी पनि रहेछ साथीहरू यहाँ हेरिहाल्नु होला यहाँ चाहिँ सर्टकट पाथिभरा मन्दिर जाने सजिलो बाटो अरे यो सिँढी उक्लिनु पर्ने छ घाम भर्खर लाग्दैछ साथीहरू हेर्नु होला अनि यस्तो चाहिँ किन बनाएको अरे भन्दाखेरि मान्छेले यस्तो बनाएर चाहिँ आफ्नो उइस माग गर्छन् अरे क्या यस्तो पुगोस् उस्तो पुगोस् भनेर अनि कतिजनाले यो बनाएर सोच्नु भएको होला कुराहरू पनि पुग्यो होला हामी पनि बनाउनेछौँ हाम्रो पनि पुग्नेछ साथीहरू हाम्रो नेपालमा चाहिँ यस्तै छ कि डस्टबिन त यहाँ छ तर पनि यी सबै फोहोरहरू बाहिर यो चाहिँ अलिकति नेपालमा यस्तो चाहिँ अलिक यो राम्रो छैन के व्यवस्थापन त गरेको हो तर पनि व्यक्तिहरूले नै आउने जाने मानिसहरूले नै यो अलिकति व्यवस्थापनको उल्लङ्घन गर्छन् कि जस्तो लाग्छ मलाई साथीहरू ओह यस्तो चाहिँ नगर्नु पर्थ्यो अनि साथीहरू आजको मौसम चाहिँ हेर्नु न घाम लागेर कस्तो राम्रो देखिरहेछ घाम लागेर तातो हुँदै पनि आयो पुरा स्यासे भइरहेछ यहाँनिर चाहिँ हिँडेकोले गर्दाखेरि फेरि अहिले म हल्का त के निकै मोटाएको छु अनि प्लस यो उकालोमा हिँड्न एकदम गाह्रो हुन्छ मलाई त्यही पनि बिस्तारै जाँदैछु र भाइलाई चाहिँ केही जस्तो पनि लागेको छैन क्या हौ हिँड्दैछ सुइँकासु अनि त्यहाँनिर जोर कलशमा कस्तो रिक्वेस्ट गरेको कि साथीहरू आजलाई छोडिदिनु न भनेर 2000 रुपियाँ जर्माना भन्छ हो 2000 रुपियाँ कहाँबाट पाउनु अनि यसो गरेर मिलाएर अलिकति डिस्काउन्ट गरेर आएको क्या साथीहरू हामी चाहिँ अनि हेर्नु न घाम कति मजाले लाग्दैछ साथीहरू अब यस्तो हो के गर्नु सबैले आस्था राखेको कुरा होइन पहिलेदेखि चल्दै आएको कुरा अनि गर्नै पर्यो अरू साथीहरूले पनि गर्दै गरेको कुराहरू हो सबैजनाले पुर्खौँदेखि मानेर आएको कुराहरू हो त्यस कारणले गर्दा हामीले पनि केही आस्था विश्वास गरेको हुनाले आउँदैछौँ यहाँसम्मको हाम्रो यात्रा राम्रो नै भयो किनभने आउँदा हामीलाई केही कठिनाइहरू पनि भएन बाटोमा कठिनाइ भनेको त्यही हो अलिकति चेकपोस्टमा चाहिँ अलिकति गाह्रो भयो तर पनि राम्ररी नै आयौँ अनि मलाई चाहिँ आज मैले ड्राइभ गरिनँ भाइलाई गर्नु आएको भाइले जहाँसँग एकदम राम्रो मैले सोचेको भन्दा चाहिँ धेरै राम्रो ड्राइभ गर्यो खुसी लाग्यो अब ओह्रालो जाँदा चाहिँ अलिकति कन्ट्रोल गर्न गाह्रो हुन्छ त्यसमा चाहिँ म ड्राइभर हुनेछु बिचमा तर म सक्दिनँ चिसोले गर्दाखेरि ओह है साथीहरू गले कस्तो कहाँ अरे किन राम्रो कुदाएको सट्टो राम्रो स्कुटी कुदाएको सट्टो त्यो भातबाटीमा के छ र केही त छैन खुट्टा भाँचिन्छ खेल्नु हुँदैन पख खेल्नुपर्छ गएर मैले पनि खेलेको छुइनँ
खेल्न चाहिँ मन छ साथीहरू मलाई पनि। कुनै पनि कुरा आफूले अनुभव नगरेको कुराहरू त गर्नुपर्छ अरे नि त, त्यही भएर गर्न चाहिँ मन छ मलाई पनि। हेरौँ अब कस्तो के हुन्छ आउने दिनहरूमा। ल साथीहरू, हामी चाहिँ अब ठ्याक्क आजको हाम्रो गन्तव्य भनौँ न होइन आइपुग्नै लागेको छौँ। तपाईँहरूको प्रतीक्षाको घडी एकदमै समाप्त हुँदैछ साथीहरू। अब हेरिहाल्नु होला। गल्यो पनि गर्मी पनि भयो। यो चाहिँ के होला भनिन्छ राम रहेछ, राम होइन यो राधे राधे। ल साथीहरू हेर्नु ल, अब हामी ठ्याक्कै कहाँ आइपुग्यौँ भन्दा तपाईँलाई देखाउनेछौँ। कस्तो राम्रो बनाएको रहेछ यहाँ त। ढिलो हुन्छ ए। ल साथीहरू, अब हामी चाहिँ मन्दिर प्रवेश गर्दैछौँ किनभने हामी यहाँ 4टा आइसकेको छौँ साथीहरू। तपाईँहरूलाई अब देखाउनेछौँ हामी पाथिभरा मन्दिर, कुटी डाँडा, इलाम कुटी डाँडाको पाथिभरा मन्दिर आइसकेको छौँ साथीहरू। अब यहाँ हेरिहाल्नु होला। आज चाहिँ शनिबार भिड हुन्छ, तर पनि आज हामी अलिक छिटो आएको कारणले गर्दाखेरि चाहिँ अलिक मान्छे त्यति आइपुग्नु भएको रहेछ नि, भिडभाड पनि छैन साथीहरू। आज हामी एकदमै खुल्ला तरिकाले पूजाहरू गर्न, दर्शनहरू गर्न पाउने रहेछौँ। यताबाट चाहिँ अर्को बाटो हो अहिले हामी जति चाहिँ, तर त्यही बाटो जानुपर्छ हाम्रो गाडी त्यही छ। यहाँ हात धुने ठाउँ एकदम व्यवस्थित साथीहरू। मातालाई पाउमा चढाइदिनु जल यस्तो रहेछ न। ए सबै चढाइदिन्छु ल। त्यो बाहिरको प्रसाद लान मिल्छ ल? हजुर प्रसाद लानु घर, यो बाहिर जल मात्रै चढाउनु। म त्यहाँ छ। ल साथीहरू, अब चाहिँ पूजासुजा गरेर हामी चाहिँ फर्किँदैछौँ। तपाईँहरू पनि यहाँ इलामको कुटीडाँडा पाथिभरामा आएर दर्शन गरेर मनोकामनाहरू मनोकाङ्क्षाहरू तपाईँहरूले राख्न सक्नुहुनेछ। अनि हामी चाहिँ यहाँ यसरी दर्शनहरू गरिसकेर भित्रको चाहिँ फोटो खिच्न मिलेन अलिकति, त्यही भएर यहाँ चाहिँ मैले भित्र चाहिँ बनाइनँ अनि बाहिर चाहिँ बनाएको साथीहरू। अब हामी चाहिँ यहाँबाट जाँदैछौँ अनि मेरो भाइ त हिँड्दैछ। एकदमै कस्तो आनन्दमय टाइपले गरियो क्या आज त है। कस्तो आनन्दले नि, भिड नभएर कस्तो आनन्दले ठ्याङ पार्दैन त्यहाँ। म पनि बजाउँछु साथीहरू। यो चाहिँ तर अघि बजाउनु पर्ने थियो होला हामीले, अहिले त बजाउँछ तर पनि केही छैन साथीहरू। अब यहाँबाट जाँदैछौँ हामी चाहिँ, अनि फर्केर जाँदा चाहिँ यो बाटो जानुपर्ने हुन्थ्यो, तर साथीहरू हामीले स्कुटी त राखेकोले गर्दाखेरि चाहिँ हामी उतैबाट जान्छौँ। यहाँ चाहिँ अनि फुलहरू गमलाहरू एकदमै व्यवस्थित अस्ति आउँदा चाहिँ थिएन, भर्खर यो लगाउँदै गरेको थियो। यहाँ चाहिँ केहरू फुलमालाहरू गर्ने ठाउँ छ, बेच्ने ठाउँ साथीहरू। अब हामी चाहिँ यहाँनिर के कुराहरू किन्छौँ अनि मालाहरू प्रसादहरू त छ, मालाहरू केहरू किनेर चाहिँ यहाँबाट जान्छौँ साथीहरू। अनि जानेछौँ लगभग अहिले कति बजे टाइम पनि त्यस्तो धेरै त भएको छैन, त्यही पनि जानेछौँ यहाँबाट साथीहरू।
हामीले सोचेको चाहिँ थियौँ अरू पनि कता कता जाने भनेको तर भएन साथीहरू नजाने हेर्नु न कस्तो दामी डबली रहेछ यहाँ त झन् साह्रो यो फुल मैले कति जगाउनु खोजेको साथीहरू तर जागेन क्या हेर्नु न वाउ यस्तो दामी साथीहरू यहाँबाट चाहिँ अब हामी केहरू किन्नेछौँ अब केहरू गिफ्ट होइन यो मन्दिरबाट ल्याएको भनेर त किन्नु पर्यो नि त साथीहरू अनि अब यहाँ म केहरू किन्नेछु साथीहरू के किन्छ तपाईँहरूलाई देखाउनेछु भिडियोमा हेर्नुहोस् है त साथीहरू हामीले चाहिँ के कुराहरू पनि किनिसक्यौँ अब के किनौँ भन्दा चाहिँ यहाँनिर छ सबै कुरा यो चाहिँ घर गएर खोलेर मात्रै देखाउँछु अनि अब भाइले चाहिँ माला भेटेन अरे कस्तो खालको माला खोजिया हो यहाँ हेर्दैछ माला त भाइले भेटेछ भेटेको माला खोइ ए अनि यो त त्यहाँ पनि थियो होइन र लु साथीहरू यही माला खोजेको अरे अब नसक्ने पर्यो पर्दैन है औँठी सौठी लाउनु चाहिँ स्कुलले भएर राख्दै होस् पर्दैन राख पर्दैन नलगाउँथ्यो न स्कुलमा लाउनु पाउँछ माला चाहिँ बरु लगाएर राम्रो रहेछ मलाई पनि चाहिँ साथीहरू मन पर्यो यो माला यो चाहिँ मलाई पनि किन्दै यहाँ अब म चाहिँ के किनेर मेरो लागि त के पनि किनेन त के पनि किनिनँ पूजा सकेर दिदी साथीहरू हामी चाहिँ यहाँबाट निस्केर हिँडिसकेका छौँ आजको पूजा सकेर प्रसाद सेत खाएर लु हेरिहाल्नुलाई यहाँ डाँडाबाट पनि देखाइदिनु तपाईँलाई यो चाहिँ ठ्याक्क कुटी डाँडाको मन्दिर भाइ ल यो भिडियो बना मेरो म यहाँ यस्तो बनाउँछु यो भत्क्यो भने चाहिँ साथीहरू चिताको कुरा पुग्दैन अरे कि नभत्किने गरी म बनाउँछु है यो राख्ने चलन चाहिँ किन भएको अरे भन्दा यसरी राखेर चिताको कुरा मनोकामनाहरू सोचेर गर्नु अरे पुग्छ अरे भन्ने मैले सुनेको थिएँ अनि मैले जहिले पनि मन्दिरतिर जाँदाखेरि कतै जाँदाखेरि यो बनाउँछु कि साथीहरू कतिवटा हाल्नु पर्ने जति हाल्दा पनि हुन्छ अब एउटा राख्छु ल एउटा फुल राखिदिउँ न साथीहरू तपाईँहरूलाई पनि आउन मन छ भने चाहिँ आउनुहोस् मन नभए पनि मन बनाएर भए पनि आउनुहोस् एक दिन समय निकालेर यहाँ चाहिँ ल साथीहरू हामी चाहिँ अब जाँदैछौँ देखाइदिइहाल्न तेरो आजको लके त्यो पनि 100 रुपियाँको मात्र किनेको भएको आमा 100 रुपियाँ मात्रै त्यति भए पनि दिदी छ र भन्न दिदी छ र आयो तँलाई अघि भन्छ अघि पुलिसले रोक्दाखेरि कस्तो खालको फिल भयो यस्तो पुलिसहरूसँग त कति भेट्यो बालै नदिए थाहा छ साथीहरू यसले त के हो लाइसेन्स छैन भन्दाखेरि के हो ए नाम के हो भन्दाखेरि यस्तो सानमा भन नि यसले यस्तो सानमा भन मेरो नाम फुरुवा तामाङ हो भन न म हाँस उठेर नि त्यसरी बोल्छ जस्तो लागेको थिएन क्या यसले जोस् मेरो भाइ यतिसम्म चाहिँ रहेछ यतिकोसम्म चाहिँ कुदाउनु सक्दो रहेछ भने चाहिँ मैले आज अनुभव गरेँ अनि सर भाइले कुदाएको स्कुटीमा चाहिँ स्कुटी नै कहीँ कुदाउनुको लागि लडाउँछ भनेर अब यस्तो हो नि त साथीहरू कसरी दिने क्या अनि अब देखेको छैन त्यसरी कुदाउँछ भनेर भर्खर भर्खर सिकेको मान्छेलाई तर अब आज चाहिँ थाहा भयो कि आज चाहिँ थाहा भयो मजाले ड्राइभ गर्दछ भन्ने कुराहरू साथीहरू तर पनि म यस्तो एकदम खुल्ला तरिकाले छोडेर चाहिँ दिदिनँ किनभने गाह्रै हुन्छ नि त पाहाडको बाटो अनि यसले त मलाई पुरा फकाउँदैछ क्या अब म यतिको स्कुटी कुदाउनु यहाँसम्म ल्याएँ चढाएर मलाई चाहिँ भाटबाट नि लानु भनेर यस्तो फकाउँदैछ नि यसले मलाई
यस्तो फकाउँदैछ भाटबटी नि लग्यो बिहान 5:30 बजी हिँडेको 6:55मा ल्याइ पुऱ्याएको राम्रोसँगले भर्खर 8 बज्दैछ यत्रो अझै टाइम छ अनि अब बिटा मोडतिर भाटबटीतिर जानु पर्ला जस्तो छ म त अलिक पछाडि पो होला भनेको त आजै पो भनेको छ यसले त लु म त मर ढले 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 गीत गाउने जस्तो भइसक्यो त म त अब चाहिँ आमाले म घरमा भात पकाउँदैछु छिटो आऊ छिटो भन्दै हुनुहुन्छ हिजो बेलुका कन्या पनि जाने त भनेको त तिमीहरूलाई त्यहाँ कुटी डाँडा कटेर जाने होइन माथि भन्दै हुनुहुन्थ्यो तर हामी जाँदैनौँ साथीहरू अब जाने तल गएर खाजा टक्कसँगले खाजासाजा खाएर चाहिँ हामी अनि लाग्दिने झापातिर तर हामी खासमा अर्को बाटो झर्नुपर्ने थियो कि यहाँ चाहिँ स्कुटी यता भएकोले गर्दा चाहिँ हामी यही बाटो फर्किन बाध्य भयौँ साथीहरू किनभने उताको बाटो गयो भने हामी हिँडेर धेरै माथि आउनु पर्थ्यो नि त त्यो भएर यस्तो क्या त्यही भएर राधे राधे यसको त खोइ हेरौँ राधे छोपेछ त राधे 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 हेर्नु न साथीहरू मेरो फोटो खिच्दै भन्दा चाहिँ राम्रो आउँदैन भन्छ होइन अनि फेरि के भन्दै थियो यसले मलाई थाहा छ साथीहरू के अरे भन्दा फेरि आज चाहिँ के लाएर आउनु पर्थ्यो अरे मैले कुर्ता सुरुवाल लाएर आउनु पर्थ्यो अरे गुनासो आउँदैछ मेरो भाइको हेरिहाल्नु लगाई चलपल धेरै नै बढेछ यहाँ हेरिहाल्नु न अघि हामी आउँदाखेरि सुरुमा कोही थिएन मान्छेहरू भन्दैन भक्तजनहरू भन्छन् साथीहरू हेरिहाल्नु न कति भिडभाड छ भिडभाड पुरै बढेको अवस्था साथीहरू हेलो साथीहरू अब चाहिँ ओह्रालो लागेको साथीहरू जोर कलसबाट ओह्रालो जाँदैछौँ हामीको झापातिर अघि नै भिडियो बनाउने मन चाहिँ थियो तर हामीले खाजाहरू खायौँ होइन खाजाहरू खायौँ त्यहाँ बनाउने भन्दा चाहिँ कस्तो भयो भने फोनमा चार्ज नभएकोले गर्दा चाहिँ मेरो त जहिले तपाईँहरूले पनि भिडियोमा भन्नुहुन्छ होला यसको चाहिँ जहिले ब्याट्री प्रब्लम हुँदो रहेछ जहिले चार्ज छैन मोबाइल अफ हुन आँटो यता त्यता भन्नुहुन्छ होला तर के गर्नु यस्तै छ त दुःख त्यहाँ चाहिँ फोन चार्ज गरेर चाहिँ बसेर खाजासाजा खाएर निस्केको हामी साथीहरू हाम्रो ठ्याक्कै कलसबाट रेनीको साथीहरूमा हेरेर सक्नुहुन्छ अनि साथीहरू अघि नै म कस्तो माथि कपाल छोडेर भिडियो बनाउँदाखेरि तर बिर्सेछु साथीहरू यहाँ यो सिमलको फुल फुलेर कस्तो रातै भएको छ कलरै देखिन्न तर अब चाहिँ ठ्याक्कै झापातिर हामी लाग्दैछौँ झापा लाग्यौँ यहाँ सिमाना कस्तो सिमाना अनि झापा लागे सँगसँगै मैले ज्याकेट पनि खोलेको छु ज्याकेट खोलेर चाहिँ एकदम लागेकोले गर्दाखेरि साथीहरू हेर्नु सक्नुहुन्छ मलाई हेर्नु सक्नुहुन्छ तपाईँहरू अनि आजको मेरो भिडियोहरू कस्तो लाग्यो त कमेन्ट गर्न सक्नुहुन्छ तपाईँहरूले अनि नजानेको कुराहरू सजेस्ट गराउनु सक्नुहुन्छ तर सजेस्ट गराउँदाखेरि चाहिँ त्यो बिल्ला हानेको टाइपको नगराउनु साथीहरू पुरै यो चाहिँ मैले कसलाई भनेको भन्ने कुरा चाहिँ थाहा भइसक्यो होला कतिपय साथीहरूले मलाई सिकाउँछन् कि यस्तो गर उस्तो गर भनेर तर त्यो चाहिँ कसरी सिकाउँछन् भनेदेखि बिल्ला हानेको टाइपले सिकाउँछन् क्या अनि बिल्ला हानेको टाइपले त म अलिक मन दुख्छ नि त अनि मेरो यो ब्याकग्राउन्डको यो साउन्ड चाहिँ धेरै आइरहेको होला साथीहरू अहिले मसँग के अरे माइक छैन नि त स्पिकर छैन अब म त्यो पनि किन्नेछु छिट्टै मलाई साथ सपोर्ट चाहियो क्या साथीहरू तपाईँहरूको अनि म त्यहाँदेखि अहिले मोबाइलबाट यसरी ब्याकग्राउन्डको आवाज आइराखेको छ अनि त्यहाँदेखि बिस्तारै तपाईँहरूको साथ सपोर्ट मायाले चाहिँ म माया पाएर चाहिँ म बिस्तारै माइक किन्न सक्ने बनाइदिनुहोस् मलाई माइक किनेर ठक्क जाने मेरो म त्यो भएर सुन्ने पनि दिन आउने छ तर तपाईँहरूको साथ र सपोर्ट चाहिँ एकदमै चाहिन्छ मलाई साथीहरू हामी चाहिँ के भनेदेखि आउँदै गर्दाखेरि मोड चेन्ज भएर यतातिर घुम्ने योजना आएको थियो क्या प्लानिङ चेन्ज भयो क्या प्लानमा चेन्ज आयो क्या घरतिर जानु लाग्यो किनभने फेरि भाइ र म त्यता सुसाइड पोइन्ट प्लानिङ भयो त्यो जाँदैछु साथीहरू उहीँ गर्दा पनि भइहाल्छ त्यो नि सब लैजाउँ है हामी त आइसकेको छौँ सुसाइड पोइन्ट हाम्रो कारलाई चाहिँ राखेर चाहिँ चट्टसँगले हामी जानेछौँ टिकट त गर्नु पर्दैन नि यहाँ साथीहरू यही हो लु सुसाइड पोइन्ट चाहिँ हेलमेट राखेर आइज
फेरि चिनिँदैन नि फेरि कसैलाई चाहिँ। यो चाहिँ मेरै भाइ लट्ठुवा हो, तपाईँहरूले चिन्न सक्नुहुन्छ। कसैलाई ज्वाइँ बनाउनु मन छ भने, कसैलाई बोयफ्रेन्ड बनाउनु मन छ भने चाहिँ मेरो भाइ लट्ठुवा एकदम फ्री छैन अहिले। अनि म चाहिँ लट्ठुवाको दिदी। ला चाबी रहेछ साथीहरू, कसरी जाने क्या अब, यहाँ त चाबी माग्नुपर्छ। ढ्याक 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 ढ्याक। घरबाट फोन गरिदिनुहुन्छ गाइज, घरबाट म फोन रिसिभ गरिहालेँ 10 बजीदेखि 12 बजीसम्म अरे। गाइज के गर्नु गाइज, मलाई त कस्तो भयो भनेदेखि नि हामी त हुस्सभरि खिस्सदा के भन्नु यस्तो भयो नि त आएको। तर चाबी रहेछ जान्छ नि, अब हामी पढ्दै रहेछ नि। हेलो साथीहरू, हामी चाहिँ अब माथि पुगेर पनि आइसकेको छौँ। अनि आएर म चाहिँ घरमा यहाँ बसिरहेको छु। आएर अघि नै आइपुगेको, आएर अनि यहाँ प्रसादहरू बाँडिदिएर के ल्याएको कुराहरू नि खाएर अनि यहाँ बसिरहेको छु। भाइको चाहिँ आज टेस्ट रहेछ अनि त्यो गइसक्यो। अनि म यहाँ चाहिँ मैले कपडा पनि चेन्ज गरेको छुइनँ। तपाईँहरूलाई म एउटा कुरा देखाउँछु यहाँनिर साथीहरू। अहिले चाहिँ यस्तो सिस्टम रहेछ क्या, यस्तो यो के अरे आफूले सहयोग गरेको कुराहरू चाहिँ यसरी नामहरू ठेगानाहरू टिप्दिएर अनि त्यो भनिदिनु पनि रहेछ क्या उनीहरूले। अनि मैले पनि गरेको थिएँ। अनि भन साथीहरू, हामी चाहिँ माथि राम्ररी नै पुग्यौँ, राम्ररी नै पुगेर आयौँ। बाटोहरू पनि सहज तरिकाले नै आयौँ साथीहरू। अब म लुगाहरू फेर्छु अनि एकछिन आराम गर्छु। अनि त्यस्तै हो। अनि मेरो आमालाई हेरिहाल्नु होला यहाँनिर। कसले ल्याइदिएको, के ल्याइदिएको छोरीले भनिदिनु न। माला पोते कस्तो लाग्यो? राम्रो ल्याइदिएछ पोते, राम्रो लाग्यो। प्रसादहरू खानुभयो? आमा त मन्दिर नपुगी यहाँ घरमै पूजा गरेर अघि टिकट टेस्ट गरेर बसिराख्नु भएको छ नि फेरि। मिठाईहरू खाएँ। अनि अब चाहिँ साथीहरू आजलाई चाहिँ मेरो ब्लग यति नै। तपाईँलाई कस्तो लाग्यो यो भिडियोहरू कमेन्ट गर्नु होला। अनि अघि नै चाहिँ मैले बाटोमा चाहिँ किन नबनाएको भन्दा नि साथीहरू भिडियो त्यो कस्तो ब्याकग्राउन्ड आवाज धेरै आउने क्या, घारेर घुरेर आउने। अनि त्यही भएर मैले त्यति बनाइनँ, अलिअलि मात्रै बनाएँ। अब तपाईँहरूको यस्तो साथ सपोर्ट माया बढ्दै गयो भने, अझै साथ पाउँदै गयो भने म स्पिकर पनि ल्याउने छु। अनि यसरी हेलो गाइज अनि स्पिकर राखेर पनि बोल्ने छु। अनि अरू चाहिँ त्यस्तै साथीहरू। ल अलिकति थकान पनि महसुस भएर, थकान त के आज भाइले नै पुरै ड्राइभ गरेर लग्यो, ल्याए पनि मैले थोरै एकछिन मात्रै त्यो कति भने मैले लगभग 15-20 मिनट मात्रै ड्राइभ गरेर। त्यही भएर मलाई आनन्दै छ। तर खुट्टा दुखिरहेछ क्या त्यो सिँढीमा हिँडेकोले गर्दा। खुट्टा चाहिँ खुट्टा दुखिरहेछ सिँढीमा। फेरि त्यो लम्राङ अलिक छिटो हिँड्छ क्या, म त्यो सँगसँगै हिँड्नु भन्छु, झन् छिटो हिँडिदिन्छ क्या। अनि बिस्तारै हिँड्न भनेको, अनि कसरी बिस्तारै हिँड्नु भन्छ। घरि कुर्ता लाएर आउनुपर्छ तपाईँले भन्छ हौ, बाटोतिर कुर्ता लाएर आउनु पर्थ्यो नि तपाईँले भन्छ। के भन्छ गनगन पो गर्छ हौ। अनि त्यहाँदेखि अनि त्यस्तो भन्यो मेरो भाइले। आज पहिले पनि लुगामा कमेन्ट गरेको थिएन, आज चाहिँ भन्दै थियो त्यसरी होइन। अनि त्यस्तै साथीहरू। ल आजको ब्लग, आजको यो भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच भन्दै अनि आजलाई चाहिँ बाई बाई, राधे राधे, बाई बाई।